होइन ट्याग लाएर हिँडिरहेको छु है। अनि हेलो सो गाइज है, हजुरहरूलाई चाहिँ न्यू भ्लगमा वेलकम छ भन्न चाहन्छु। आज चाहिँ हामी जिरीतर्फ हाइकिङ गर्ने यात्रामा हिँडिरहेको छौँ है, हाइकिङ। अनि हामी चाहिँ कतिजना छौँ भने हामी 4जना छौँ। अगाडि हुनुहुन्छ 3जना है, धमा धम्बा अनि काका हुनुहुन्छ। अनि हामी चाहिँ आज जिरी हाइकिङ गरौँ, के कस्तो हुँदछ रमाइलो भनौँ है। आज मौसमले नि साथ त दिएकै छ होइन, धुम्म भए पनि पानी चाहिँ परेको छैन है। ल हेर्न सक्नुहुन्छ, हेरौँ कस्तो हुन्छ। बिचो बाटोमा हजुरहरूलाई हामी भिडियो मार्फत देखाउँछु र कस्तो कस्तो भ्यूहरू आउने रहेछ भनेर होइन। एकदम ल हामी चाहिँ अब दोकान छोडिसक्यो है। हामीले भिडहरू चाहिँ खतरा छ है। त्यति बेला हामी चाहिँ आल्चाको झाङबाट हिँडेका छौँ। प्यास मजाले लाग्यो है, प्यास त्यस्तो यही यो पाटेले मार्नु आएका छ। मलाई देख्दैन तर जिउभरि पार्टी आइदिरहेको छ क्या। अनि बाटै छैन क्या, तर हामी चाहिँ होइन त्यो चाहिँ बाटो हो है गाई चाहिँ हेर्न सक्नुहुन्छ घाँसमा। हामी चाहिँ होइन त्यही बाटो, यहीँ चाहिँ हाम्रो ठ्याक्कै रोड भेट्यो है। देख्नुहुन्छ अहिलेको हाम्रो अवस्था यस्तो छ है, न बाटो छ। हामी जता हिँड्यो त्यतै बाटो। अब यहाँ माथि फेरि रोड रहेछ है। 15 सेकेन्ड रेस्ट गरेर चाहिँ हिँडिसकेका छ होइन। अब हाम्रो यात्रा चाहिँ धेरै टाढा छ नि त, धेरै बस्नु मिल्दैन। अनि 15 सेकेन्ड 20 सेकेन्ड बस्ने हो, फेरि कुद्ने हो। 20 मिनट हिँड्ने हो, 15 सेकेन्ड रेस्ट हानिदिने हो नि त होइन काका। यात्रा चाहिँ निकै रोमाञ्चकै हुनेवालामा छ होइन। दामी होला त्यसको 5 लाइक गर्यो भने यस्तै भिडियो बनाउँदैछु। यस 5 लाइक गर्नु चाहिँ पऱ्यो ल। जम्मा 5 लाइक हो गाइस टार्गेट है। हामीलाई धेरै चाहिएको छैन, हामीलाई एकैचोटि भाइरल हुनु नि मन छैन है। हामी बिस्तारै हुने हो। 5 लाख आयो भने यस्तै के अरे हाइकिङवाला भिडियो बनाउँछु। र पहिला चाहिँ यहीँबाट हिँडेर सगरमाथा पुगिन्थ्यो है। अहिले त अब प्लेनहरू छँदैछ। अब चाहिँ हराउँदैन कि। चाहिँ माली आइसकेको छ है, ट्याक्कलर। हे कसैले नि छैन थाहा पाएको तिमीले मैले पिरतीलाई। गाई चाहिँ अब हामी चाहिँ डाँडा आइसक्यो फाइनली। अनि टक्कै हेर्नु न भ्यू क्या दामी है, यस्तो दामी भ्यू छ नि। ट्याक लाएर लयो है, ट्याक्कै भ्यू हेर्दा नि एकदम। अब मलाई चाहिँ यतै बस्नु जस्तो मन लागिरहेछ गाई चाहिँ है। आज कहिले पाराले यस्तै राम्रो भिडियो हेर्न चाहनुहुन्छ भने चाहिँ हामीलाई सब्सक्राइब गरिदिनु पऱ्यो, हाम्रो डेभिड काकालाई। हाम्रो डेभिड काकालाई सब्सक्राइब गरिदिनु होला क्या। डेभिड काकाको चाहिँ हाम्रो के छ भने डेभिड साखे छ होइन, युट्युबको नाम पनि। एकदमसँगले साथ सपोर्ट गरिदिनु भयो भने यस्तो भिडियोहरू रोमाञ्चक भिडियोहरू ल्याउनेछौँ हामी है। म यहाँबाट झरेकै, यहाँबाट ठ्याक्कै भिड बाटै छैन ल। लास्ट दुःख पाएँ है, पारिवार छ जस्तो लाग्छ हौ बाटो है। अब यहाँ छ बाटो होइन। अनि हामी चाहिँ यहाँ माथिबाट आइदिएर, अनि यहाँ चाहिँ हामीले एउटा के सन्देश बाटो जुन पाए त्यो बाटो अब आउनु नहुने रहेछ भनेर। अब माथि हुनुहुन्छ होइन उनीहरू, कहाँबाट आउने भयो क्या। म पर हाम पारेको लुगा जति खत्तम भइसकेको छ। त्यही भएर नचिनेको बाटो चाहिँ नहिँड्नु होला भन्न चाहन्छु है म।